So welcome guys, my new mini vlogs. आज चाहिँ नि हामी कहाँ जाँदैछौँ केटा हो? के गर्न? बल खेल्नलाई ल केटाहरु हामीसँग हामी 4 जना छौँ। उताबाट गाउँबाट केटाहरु उता हिँड्दै गएको छ रे 4-5 जना। हाम्रो गाडी नि आइसक्यो है। ठाउँ छ र? ठाउँ छ र? दिने हो ह? दिने हो अगाडिबाट खाली जाऊ खाँदैछु। आउनु आउनु फेरि अर्को टाइम लाग्छ गाडी कति छ कसरी गएर छैन आउनु कति छ गाडी कति हो भाडा चाहिँ कति हो भाडा सोध्दैछ मैले। 100 रुपैयाँ हैन खै अस्ति त मलाई पनि खायो लागि त म त्यसै हो म घरमा ओइ गाडीमा त ल हामी गाडीमा गर्मी सलाम म झ्याल्छु यहाँ बस्छु म बस्नु उभिनु होला अहिले गरे खाली रियलले गरे रियल बढाएको भयो भयो ल ल ल तपाईँ आउनु न ल तरङ्ग खोलामा आएर टायर पञ्चर भयो है। तरङ्ग खोला आएर आधी बाटो आएपछि टायर पड्क्यो कि यहाँ आएर है देख्न सक्नुहुन्छ। सबै यात्रुहरू देख्नुहोस् होला। के छ मेरो भाइ? एकदम ठिक छ बिजोग पनि छ एकदम बिजोग भयो त है। खोला उता त रहेछ है। पौड खेल्न जाउँ। जाम्न त बनाउनु अब बनाउन लाउनु भए टायर फेर्न लाउनु भए है त्यहाँ। ल हामी यतिखेर ढाडबेसी आइसक्यौँ र हिँड्दैछौँ हामी। होइन त ग्याङ हो हामी ढाडबेसी यो फ्यामिली होटेल नजिक आइसक्यौँ हामी चाहिँ नि है। उता छ 2-4 जना केटाहरू उता दरल डाँडाबाट जाँदैछ। त्यसैले हामी ढाडबेसीबाट हिँड्दैछौँ। हेर्न सक्नुहुन्छ ढाडबेसीको भ्यू है। त्यो अग्लो डाँडा डुबुङ डाँडा र यो सबै ढाडबेसी है। ल हामी थाम्बेसीको ठ्याक्कै चोकमै छौँ। मकैबारी चोक रे मकैबारी चोक रे। प्यास मेटाउँदैछौँ चिज गर्मीको। के छ भाइ? बिजोग रमाइलो हामी पनि यो बाटोतर्फ लाग्दैछौँ। अब हेरौँ के हुन्छ। हामी हिँडिसक्यौँ है। यहाँ थाम्बेसीको स्कुल रहेछ। कुन स्कुल हो? अहिले राम्रोसँग देखेन क्या स्कुल नाम यहाँ बाजेले सुठी पोल्दै रहेछ। सुठी बाटो बाटो हिँड्दैछौँ, पैदल यात्रा गर्दैछौँ। टक्कलाएर लोकल बुङ्गुर एकदमै अगाएर सुतिरहेको छ। आर यु कमेडी मी कति क्लाससम्म छ यहाँ? 10? ल 10 क्लाससम्म छ अरे। तपाईँहरू आउनु भएको छैन भने यस ठाउँमा आएर भिजिट गर्नु होला। एकदम सुन्दर ठाउँ छ यो थाम्बेसी ढाडबेसी भन्ने गाउँ चाहिँ नि। बुलिङटार 1 थाम्बेसी देख्न सक्छौँ है त। ओए के हो यो स्कुल त दरवाजा छ त यार।
श्री के हो छत्तिसा 36 देवी मावि देवी सेकेन्डरी स्कुल साँच्ची भने यो स्कुल त दरबार जस्तो छ यार दरबारै हो नि होइन होला के हो ए फेरि हामी उयो डाँडा जाने उकालो चढेर अब हामी अहिलेसम्म हिँड्दैछौँ खै त फाइनली ओखले आइपुग्यौँ है हामी ओखले गाउँ देख्न सक्नुहुन्छ त्यो मान्छे नि हिँड्न सकेको छैन ओखले आइसक्यौँ हामी ग्राउन्ड कहाँनिर हो मामा ग्राउन्ड चाहिँ है त्यो माथि ठुलो त्यो ठाउँमा रे है ओखले आइपुग्यौँ हामी चिसो हावाको यार है त नि यार के आज सुरसर छैन क्या यार गेम यार बोल्या कति राम्रो गाउँ है ओखले अलि उकालो रहेछ कि सर्टकट बाटो भिडियो बनाउन पाइनँ मैले आउँदै कति शीतल चिसो हावाको यार त्यो पारीको डाँडा गाउँ चाहिँ नि कुन गाउँ हो कि उतै पारीको यो पारी डाँडाको गाउँ कसैले थाहा छ भने कमेन्ट गर्नु होला डाँडामा आइसक्यौँ हामी केटाहरू पनि आइसक्यो अरे माथि है हो के हो त हिँड्न सकेको छैन त सुजन बडी मोटाएर हो कि त यार डुङ डाँडा यहाँ रहेछ है ग्राउन्ड चाहिँ नि गेम सुरु हुँदै रहेछ है ग्राउन्ड नि कति सानो हो यार ग्राउन्ड नि कति सानो हो यार है भाइ ओइ सुजन ग्राउन्ड नि कति सानो हो रे गर्ने रे यार ल खेलाउने ठाउँमा नि आइपुग्यौँ हामी ओखले डाँडामा है कहाँ पसल भएको यही पसल माथि रे जाऊँ पसलमा मान्छे छैन रे एकदम खाँदै बसिरहेको छ मान्छे त्यो मान्छे कति छिटो बसिसक्यो कि यार आमा कति छिटो बसिसक्यो यो मान्छे यार जाम केटा होला खाजा खानु त पऱ्यो यही टाढाबाट अब हिँड्दै आएको के पाउँछ खाजा हेरौँ भोक त लागेको छैन यार ल सबै घरै घर रहेछ यता नजिक नजिक हाम्रो मामा सिरी चाहिँ अगाडि अगाडि हिँड्दै हुनुहुन्छ है त कुतै बिरी मच पसलमा आइसक्यौँ हामी है अब खाजा खानु पर्ने हुन्छ हामी पानापुरी खाऊ न ओए
सर के किन लानु भएको मसँग पैसा नै भयो के खान्दा कहाँ पहिला पसल ल्याएर त कान मिसमिआइसी दोकानले थाहा छ किन पहिला यहाँ यो सलमा होइन आएको हामी अर्को सल आज त तिरा सल नि यार न्यु इयर आज त पानीपुरी खाम केटीहरू जस्तो कोले हामी पानी दिन्छ अनि एउटा एउटा हो क्या साउनिन सबै एक एक हो क्या साउनिन अझै हो एकदम मिनी ब्लग हो क्या यो चाहिँ नि ल हामी यतिखेर भने रेस्ट गर्दैछौँ है रेस्ट गर्दैछौँ केटा तास खेल्ने भन्छ तास खेल्न गएको छ सिजन चाहिँ नि यति ठुल्ठुलो हुने रहेछ काभ्रोको बोट पनि हेर्नुहोस् है त डाँडा देख्न सक्नुहुन्छ ओइ मामा ओ कुन कुन डाँडा हो त्यो भन्नु त साथी मोरे कफल डाँडा भन्ने त्यही डाँडा होला सायद है म नि फर्स्ट टाइम हो यो गाउँमा आएको माथि हो यो डाँडाभन्दा अझै माथि रे साथी मोरे यता चाहिँ कफल डाँडा पर्छ होला सायद कफल डाँडा धौबाडी ल ल हाम्रो केटाहरू आइसके है त यतै जेन्जीहरू के छ उता लम्पर सर सुत्दै हुनुहुन्छ प्रकाश सर सो म्याच खेलेर आइसक्यौँ हामी है फेरि यार 1 बजे 2 बजे बिना मामा यार ब्लग सुरु नगरेको मोबाइल नै मिल्या छैन भन्छ यार के भएर क्यामेरा राम्रो छैन कि मेरो मोबाइल अनि हाम्रो श्याम मामाले के हो त गुड मर्निङ गाइज शुभ बिहानी हामी चाहिँ नि नेट चलाउनको लागि त डाँडामा आएको छौँ है हामी उठेर सबै केटाहरू पनि 4 जना छौँ हामी नेट चलाउन आएको छौँ ओहो त नेट चलाउँदैछ तिनीहरू चाहिँ नि हामी चाहिँ नि बाटो निस्केछौँ मसला ल हामी डाँडामा आइसक्यौँ पहिलाको ग्राउन्ड है यता जनकदेव हुनुहुन्छ के छ सर माथि गाउँमा छ यहाँबाट तपाईँले ओखलेको भ्यू हेर्न सक्नुहुन्छ उता तल्लाको अलि देखेको छैन त्यो तल्लाको चाहिँ नि ऊ है के भन्छ त्यो ठाम्बेसी सबै डाँडा काँडाहरू देख्न सक्नुहुन्छ यहाँबाट हामी चाहिँ नि यो पहिलाको ग्राउन्डमा आइसक्यौँ कहाँ हो यता सबैभन्दा पनि एउटा 2 घर रहेछ है यो चाहिँ कफल डाँडा ढौबादी के पर्छ अब थाहा छैन है फर्स्ट टाइम आएको यो ठाउँमा चाहिँ नि खोइ आउला ढौबादी अलिक कफल डाँडा अलिक थाहा भयो शुभ बिहानीको साथमा हामी 4 जना आइसक्यौँ है ल केटाहरू हारेर घरतर्फ लाग्न खोजेको छ है
हारिसक्यो अब आफ्नो घरतिर लाग्नुपर्ने हुन्छ सबैले भिडियो हेरेर मलाई देखाइदिनु होला थ्याङ्क्स फर वाचिङ